सुधार्नुहोस्। अनि पहिलो धुनसिक चाहिँ 7 दिनमा गर्ने है, 7 दिनमा। अब त्यो दिन गन्ने विधिमा पनि अलिकति तपाईँहरूको कसरी गन्छ है, जस्तो तपाईँहरू के गर्छ भन्नुहोस् त, म त्यो जान्न चाहन्छु। जस्तो आज के बार, आज आइतबार कि आइतबार है, आइतबार बित्नु भएको मान्छेको धुनसिक चाहिँ कुन बारमा हुन्छ ल भन्नुहोस्, तपाईँहरूले कसरी गर्नुहुन्छ? मतलब उहाँको 7औं तिथि चाहिँ कुन बारमा पर्छ? शनिबारले मान्ने हो। आइतबार बित्नु भयो भने शनिबार चाहिँ उहाँको तिथि पर्यो है। अब आइतबार अगाडि आउँछ कि शनिबार अगाडि आउँछ? हो। अब उहाँ बित्नु भएको चाहिँ आइतबार होइन, भन्नुहोस् है। अब शनिबार त उहाँ बित्नु भएको होइन नि, अनि फेरि उहाँको तिथि, उहाँ बित्नु भएको तिथि चाहिँ शनिबारमा राख्यो भने त शनिबार त उहाँ जिउँदै थियो नि त। हो भनेको चाहिँ अब यस्तो है, दिन भनेको त 24 घन्टाले मान्ने हो नि त। अब अहिले बित्नु भयो, आजलाई नै दिन गर्ने होइन क्या। जस्तो आज बित्यो भने बल्ल भोलि पनि 1 दिन हुन्छ त है। आज 12 बजे बित्नु भयो भने भोलि 12 बजे बल्ल 1 दिन हुन्छ क्या। त्यो भएर बितेको दिनलाई नगर्ने, बारलाई नगर्ने। आइतबारलाई नगर्नेपछि के हुने भयो? अब फेरि आइतबार नै हुन्छ क्या। हेर्नु सुन्नुहोस् है त, यहाँ हेर्नुहोस् है। आइतबार बित्नु भयो, आइतबारलाई नगर्ने। सोमबार, मङ्गलबार, बुधबार, बिहिबार, शुक्रबार, शनिबार, आइतबार, 7 दिन भयो नि त। हो 7 दिन चाहिँ यसरी पुर्याउने है। फेरि तपाईँको आइतबार बित्नु भयो, शनिबार चाहिँ उहाँको तिथि भनेर गर्न थाल्यो भने त शनिबार त मान्छे जिउँदै थियो त अस्ति। शनिबार बितेकै थिएन, अनि शनिबार तिथि पक्रेर त भएन होइन। त्यही बारलाई नै तिथि मान्ने है। ल त्यति भनेपछि सजिलो भयो नि त। जुन बारमा बित्नु भयो त्यही बार नै उहाँको तिथि हो भनेपछि 49 दिनमा पनि ठ्याक्कै त्यही बार नै पर्छ क्या है त।